हेलो साथीहरू, गुड मर्निङ, नमस्कार। आज चाहिँ लक्ष्मी पूजाको दिन छ अनि म चाहिँ लक्ष्मी पूजा गर्नको लागि रेडी हुँदैछु। अनि मैले चाहिँ गाईलाई लाउनको लागि रङ रेडी पार्दैछु अनि यता गाईलाई दिनको लागि दानाहरू पनि रेडी भइसक्यो अनि म चाहिँ दिन लागेको छु है साथीहरू। लक्ष्मी पुज्ने दिन चाहिँ हिजै भए तापनि हामीले चाहिँ आज गर्दैछौँ किनभने हिजो चाहिँ कुकुर तिहार पनि थियो अनि लक्ष्मी पूजा चाहिँ हामी चाहिँ आजै गरिरहेको छौँ। सानो बाछी भएको भए चाहिँ आँगनमा लगाएर लिपेर त्यहाँनिर चाहिँ विभिन्न खालको रीतिरिवाजको हिसाबले चाहिँ हामीले पूजा गर्नुपर्ने हुन्छ। गाईको खुट्टामा बाबरहरू पोलेर राखेर अनि पैसाहरू राखेर त्यसको टाँगा मुनिबाट छिर्ने चलन पनि रहेको छ। तर हाम्रो चाहिँ अहिले बाछी छैन, त्यही भएर गाईलाई कोठमै पूजा गऱ्यौँ। त्यसपछि चाहिँ म राति बेलुका लक्ष्मी पूजा गर्ने तर्फमा लागेँ अनि मन्दिरहरू यताउति बनाउनको लागि बाँसहरू पनि काटेँ। म चाहिँ लक्ष्मी पूजा गर्न चाहिँ एकदमै धेरै एक्साइटेड हुन्छु क्या साथीहरू। अनि बाँसहरू काटेर चाहिँ म फुलहरू पनि टिप्न गएँ। हाम्रो चाहिँ फुलहरू चाहिँ यति नै हो है साथीहरू, धेरै फलेन कि यसपालि खासै। अनि मन्दिरको फोटोहरू सफा गरेर सबै मैले रेडी बनाएँ अनि यहाँ दियोहरू पनि छ। अनि साथीहरू, हाम्रो चाहिँ रङ्गोली बनाउन पनि स्टार्ट भइसक्यो। भान्जीले बनाउँदैछिन्, मलाई चाहिँ आउँदैन यो सब बनाउनको लागि चाहिँ। अनि पूजाहरू पनि गऱ्यौँ, सबै बाबा मम्मी दिदीहरू सबै बसेर हामीले पूजाहरू पनि गऱ्यौँ। साथीहरू, आजको दिन हामीले लक्ष्मी पूजालाई खुसी सुख समृद्धिका साथमा पूजा गरेर सम्पन्न गऱ्यौँ। आशा छ लक्ष्मी माताले सधैँ हाम्रो घरमा सुख शान्ति समृद्धि ल्याउनुहुनेछ भन्ने आशा गर्दछु।